हे गाइज नमस्ते सबैजनालाई वेलकम छ तपाईहरुलाई फेरि पनि मेरो अर्को दिनको अर्को ब्लगमा गाइज म चाहिँ एकदम सन्चै छु हजुरहरु पनि सन्चै हुनुहुन्छ भन्दै आशा लिएर यो ब्लग स्टार्ट गर्दैछु गाइज। अनि आज चाहिँ म जाँदै छु खेत धान बन्नलाई। तपाईं जान्छस् खेत नै लगाइदिए म अन साइकल यस्तो राम्रो मान्छे त्यस्तो साइकलले जानु गाइज। मेरो घरमा हेर्नु नि यहाँ पट्रु छ मम्मी एकटा पट्रु खुवाए ए यहाँ हेर्नु यहाँ पट्रु छ गाइज मेरो घरमा। यहाँ आइज नि यहाँ आइज कति ढेर छ माया मुह गर्दैछ। चारवटा छ, दुईटा बोका दुईटा पानी छ, तीनटा बोका थियो। एउटा बोका आफ्नै लापरवाहीको कारणले हामीले गुमाएको छौँ गाइज। पट्रु छ भोर घर दुईटा बोका दुईटा पानी। दुईटा बोकाहरू यत्रो छ हैन, यो दुईटा बोका अनि त्यो दुईटा पानी यत्रो बिल्लाइको बच्चा जत्रो छ। गएको गाइज अब म खेत पुगेर भिडियो कन्टिन्यू गर्छु ल। आज मरिन्छ धान बान्दा बल्ल फाइनली मेरो धान बान्न आँटेको। के भन्नु साथीहरू, मेरो दिमागमा त दिशाको पातर भइसकेको छ। अघि नै आए त्यत्रो धान बाने कलो खाए भ्लग कन्टिन्यू गर्छु भनेर दिमागमा आएन म। अहिले यत्रो बानेर छि कस्तो देखिँदैन पनि हो। अहिले याद आयो कि बा मैले भिडियो नै कन्टिन्यू गरेको छु नि। भगवान् हे भगवान् प्रभु, यत्रो पानी यत्रो यहाँदेखि यत्रो यो चाहिँ खमार यत्रो बाने होइन। अझै उता बान्न बाँकी नै छ मेरो जनहरू यति छ 2 4 6 8 9 जना छु जन हामी। अब पानी खुवाउँछु ल। कोरिया नहीं कि गोर फकफक आवेपछि बेसी नै बोल हमें त छंगर आवेपछि ना छंगर आवेपछि थाहा छ म ढिल नै कोरिया न गाइस देखे त टिकटक भाइरल आने त हमर खेती छ हमर जतना भाइरल चाहिँ नै छ है तर गेल्लान केन्न दुई चाहिँ गेल्ला के नै छर्रा छर्रा जी छर्रा छिनरा जी छिनरा के नै चाहिँ अब यतना छमर बानेले ना यति छ बान्नलाई मेरो यति छ। अब यति बानेर आधी बेला बान्छु आधी बेला ओसार्छु अनि सिद्धिन्छ अनि हामी चट्टा हाटाङ भएर जाने हो बक्लोर। अनि बक्लोरदेखि ल्याउने ओहो ओहो हम त ऊ खेबो हम त नहीं खेबो दूध नहीं खेबाएगा हम एकदम ऊ वाला खेबाएगा ब्रांडेड रुक धान बेचबो कि धान बेचबो कि ताब ल कोही खेबी अरे हाइल्यान्डर के स्पेलिङ हाइल्यान्डर के स्पेलिङ या चाहिँ GHLAND यार बेलको गाइज म छिटो बान्छु अब नभए मलाई दिन्छ धोबी पछाड कहिले खोटखोट भइसकेको छु यार एकदम सिया भात खाने टाइम गाइज भिडियो बनाइदिएको भ्लग हमर भाग देख लागेको छ यतना भात खेबे कि गाइज म भात खान्छु ल। एकदम मलाई जोरले भोक लागेको छ। हामी भात खाएर अहिले रेस्ट गाइड उन्डियो म भात खाएर मिठा मुन्टो खानेको मजै अर्को छ यार। बस्ने बोला यति चोङ गर्छु कि 12:30 बजे सबै बानी खाने। ए दुईटा कोडा बाँकी छ न यो अब ढाङासम्म त खुन के खाली हम दुईटा कोडा बहिनीले पहिले घुम्न जानु हो म बोराबान मलाई पनि कस्तो जानु मन लाग्छ। म ऊ टिकटक बनाएको मलाई अङ्कल छ क्या फोटो सोटो खिचेको मलाई अङ्कल कोही त लदा यार यादम से
कति झप तर गाँड फाटे हाम्रो यहाँ पर्ने निक्लै यो सबै हाल्छ रे यसले थाहा हाल्छु त क्या भयो कतै कतै उर्लिरहे कतै ढनाइलिरहे कुन भुङ्गामा ढुक्लिरहे बिटाउ सेरेर सिध्यो गाइज अनुहार खोटखोट देखिँदैछ कि बा मेरो मोबाइल के भएको छ आज अब जान्छु घर अब घर गएर नुहाइ धुवाइ गरेर मासु भात खान्छु मेरो जन कतिसम्म देखाइदिन्छ अब नै देवी भने अब हम जाइछु त्यो भिडियो देखाएर मेरो बाइक मात्र कतिजना छ कति धेरैजना छ कि तर यहाँदेखि देखिँदैन यति जन छ हेर्नु क्या अब गएको घर गोराबान अनि हामी गोरा भनेर आउँछ ओरा भनेर अहिले फेरि भ्लग कन्टिन्यू गर्छु म अहिले बेलुका है गाइज आज चाहिँ नेक्स्ट डे हो हिजो भ्लगै कन्टिन्यू गर्न सक्ने यार बोक्रोहरूदेखि आयो अनि खोइ कता कता गयो क्या अनि भ्लगै कन्टिन्यू गरिनँ अब आज चाहिँ जाँदैछु उहाँ बुढीको मेरो भाउजूको माइत म धान दौनी गर्दैछु क्या अनि त्यही जान आँटेको अब के गर्नु कामै काम छ कामै काम सबै कामहरू छेद्रिएको छ मेरो पठरुको यिनीहरूलाई नै सिहार्दै ठिक छ बिहानदेखि यिनीहरूकै चक्करमा लागेको छ अब के गर्ने त भोलिपर्सि पैसा यिनीहरूले नै दिने हो त्यही भएर अहिले यिनीहरूको चक्करमा लाग्दैछु भोलिपर्सि यिनीहरूले पैसा दिन्छ त पैसा हो चुला निप्छु अलिकता अनि जान्छु म पनि खेत गाई छिटो छिटो आई सुराबान गाइस हामी फाइनली जाँदैछौँ गोराबान कुत्ता हामी बोराबान जान आँटेको गाइस सब भिखारी फाइनली सब भिखारी नै भिखारी छ यार हाम्रो ग्रुपमा त्यहाँ पुगेर भिडियो कन्टिन्यू गर्छु ल यही गन्थन गर्दैछ यहाँ सुरुज त डुकिसक्यो त्यहाँ कतिखेर फोटो खिचाउने एकदम मुली सुरुछ मलाई त गरेन झगडा कर होते सुरुज डुइ गेले होते सुरुज त डुइ गेले यार कस्तो बासातिर धान दौन गर्दै त्यस्तो फास्टमा लुगा सुगा खालेर नुहाएर हेर्नु नि यार रेडी भएर यिनीहरू यस्तै झगडा गर्छ यस्तो फास्ट लुगा सुगा दोस्त के लागि जान भी हाजिर हेर्नु यहाँ ऐना छैन त त्यहाँबाट ऐना लिँदैछ मलाई यसको हैन ठीक लाग्छ क्या त्यसको ह्यान्डल बारमा हैन त्यस्तोमा ओह वाह गाइस हामी चाहिँ फाइनली अहिले आएको छ यहाँ बोराबान हैन जहाँ पाइ त्यही भ्लगरै भ्लगर नि भ्लगर गाइस छि मुसर नि जस्तो लागेको छ हेर्नु त्यहाँ बोराबान उता चाहिँ हामी बाइक नलगेको किनभने उ त्यहाँ बाइक लगायो भने पैसा लिन्छ अरे त्यही भएर हमार डायरी के नहीं नहीं आनंद छी लियो कोने हम भूतिया गेल छी मेरो बाबाले पनि यही ल्याएको थियो कस्तो याद आउँछ आफ्री केटाकेटी छैन न त्यहाँ लड्का लड्की छ यार हामी त लड्का लड्की आएको छैन म मात्रै छु लड्की त्यस्तो भन्दिन आयुषको बाइकमा ऐना चाहिँ ठिक लागेछ क्या ऐना ठीक लागेछ फुल बनाइदिनु फुल हैन रे देख बा इतना भीड़ छ मोटकान देख्छ अगाडि घाम अगाडि हैन छगर नै आबिस हामी मात्रै छगर आबिस ल चल बाप रे के नङ करे ल ल ल एकदम चेल गल रोड गाइज असल आइज ना
ये तो पुगली बल्ल बल्ल इतना बोल पार करके इतना बोल पार करे नहीं सके। हमारे जूता का हालत देख भी टांग के हालत देख कहीं कहब हम इससे ज़्यादा कहीं कहब हम इससे ज़्यादा कुछ हम बोले नहीं सकबा। बोरा बन बाफ्रे राति त यस्तो यस्तो बा देखे त गाडी देख 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 चढल यस्तो चढ्नु भएको छ कहिले यस्तोमा हेर्नु त बाफ्रे केटाको लागि छु एमे चढाइले 200 कहाँ हुनुहुन्छ कहाँ बा सपनाको छोरीसँग आउँछ कोही ए चस्मा लगाइछु क्या मलाई चस्मा लगाउँदा कस्तो लाग्छ वो त छौरी भेट्लो कहीँ ओथिया रहि गेलो उ त छौरी भेट्लो ओथिया रहि गेलो कहीँ एमे चढेल क्या टाका लेथे त अपने घर से आना नहीं थे सुई ओई कतना लेथे त एमे चढेल गरिदिने भ्लग बनाइन्छ खै घर अब ए दे यार नहीं मौका खोजा नहीं उठाएको भ्लग नहीं बनाएको यो नहाल्नु ल होइन एक दुईटा किन नहाल्नु हाल्छु एक एक खोदै सब चल कति खाम हो त मलाई भुक लाग्यो जाऊँ जाऊँ चटपट पानी पूरी खाऊँ चल हमार मेन त हमार ने चप्पल का हालत बिगड़ गल छ यार इधर तो 100 टका के छु 100 टका के देल को जब हमरो के चाहिटा 1 2 3 4 5 टा मात्र उठाइन्छ क्या राख जरे गाइज कथिले फर्किছি मा पागलै जुत्ता फिट नहीं सुझै छ त्यतिर बत्ती बालेर नै सुझै छ कति के छ अब त्यो पिबो गर्छ तर डर पनि हुन्छ त ना कथिले बनाउन चाहियो बनाएम भने बनाएम यदि ये बनाना हमर कहीं कर बनाइनु पर्ला अब के देर जिता नहीं देखाइब हम सब हम नहीं देखाइब हमार खाइ के बेला बनाइनु पर्ला हमार भला दर्शन के नहीं देखाइब हम के एल से के वे सही टका का ल अहिले त्यति बोल्दै मोबाइल खोल्नु के यार भेट्न आउँ मोबाइल खोलिहाल्नु नि हुन्छ कान बराबर परिहाल्ला अब मिलेकै छैन क्या सही टका तेरो घरमा थाहा छ त्यहाँ भिडियो हाल्छ त्यसले नहीं हाल्बो कसम यो भिडियो नै हाल्यो अनि नहीं हाल्छ नि यिनी खान्छ नि यम के हाल्ने बनाइन्छ नि त ये क्या हाले तो बना मैं वो डिलीट कर दूं खाना बोलाउनै फेला अनि वो